हजुर बसेको आराम गरेको। यो चाहिँ मकवानपुर जिल्ला अनि गढी गाउँपालिका वडा नम्बर 2 पर्छ होला है। खासमा यो ठाउँलाई चाहिँ माझ डाँडा भन्ने गर्दो रहेछ। हामी चाहिँ सम्देन दाइको घरमा पूजा थियो, त्यसको लागि चाहिँ आगो भर्खर। अनि यसो यताउता हेरेको कस्तो राम्रो भ्यूहरू देख्दो रहेछ कि यहाँबाट। यताबाट एकदम ठुलो वन रहेछ, कस्तो हरियाली देख्दो रहेछ है। अनि हावा चलिरहँदो रहेछ मजाले, कस्तो राम्रो लाग्यो क्या मलाई यता। अनि यतापट्टि चाहिँ पुरै फाँटहरू रहेछ। के भन्छ त्यो तलको फाँटलाई, फुलबारी हो कि के हो भन्दो रहेछ है त्यो ठाउँलाई चाहिँ। अनि उता पारिपट्टि पनि एकदम ठुलो गाउँ रहेछ है। तिमी पहिले यतातिर आएको थियौ? छैन, फर्स्ट टाइम हो। ए ल, जेउस रमाइलो रहेछ ठाउँ है। त्यति साह्रो गर्मी पनि छैन, हावा चलिरहेको रहेछ। हामी यो बाबुको घरमा आएको क्या खासमा। यो बाबुको नाम चाहिँ हिदम गोले है। तपाईँको घर हो यो? ए, तपाईँ यहीँ जन्मिनु भएको हो? धादिङ चाहिँ कसको घर त? यो चाहिँ मकवानपुर? ए, अब तपाईँ फेरि फर्केर जानुहुने कि स्कुलमा? कहिले फर्किनुहुन्छ त? ए, हजुरको घरमा पूजा छ, त्यही भएर हामीलाई बोलाउनु भयो हो? ए, कसले गर्नुहुन्छ पूजा? गुरु हजुरले होइन? ए, तपाईँको नाम के हो अरे? तपाईँ आफैले भनिदिनु त। मेरो नाम हिदम गोले। ए, हजुर कति वर्ष हुनुभयो त? म 6। ए, तपाईँ त किन रुन थाल्नु भएको जस्तो, के हाँसिराख्नु भएको? यता बस्ने हो अब तपाईँ सधैँ? कहिले जानुहुन्छ? ए ल, यो बाबु चाहिँ हामीसँगै उता बस्नुहुन्छ है, स्कुल पढ्छ अहिले चाहिँ। अनि उहाँको घरमा पूजा छ, त्यही भएर हामी सबैजना यता आएको है, मकवानपुर गढी 2 मा। यसो बाहिर निस्केर यसो वरपर हेरेको, कस्तो राम्रो वनहरू अनि उतातिर फाँटहरू एकदम त्यस्तो देख्दो रहेछ कि। त्यही भएर मलाई एकदम खिच्न मन लाग्यो, त्यही भएर यसो खिचेको। ओ कान्छाहरू, के हेर्नु भएको त तपाईँ चाहिँ? ए, पहिला आएको थिएन? ए, उहाँ चाहिँ हाम्रो पेन्जो लामा रुम्बा है। तपाईँको घर चाहिँ कता हो? मेरो घर नुवाकोट। ए, भन्नाले मेरै के अरे छिमेकी पर्नु भएछ उहाँ चाहिँ है। ऊ त्यो पारीको गाउँलाई के हो भन्छ भन्थ्यो, मैले नामै बिर्सेछ। राम्रो देख्दो रहेछ कि यसो हेर्दाखेरि। हिदम गोले, कसको काठ हो यो? कसले काटेको? के गर्नलाई काट्नु भएको यो काठ चाहिँ? घर बनाउने हो? ए ल, कता जान थाल्नुभयो तपाईँ? ए, यो त हाम्रो एकदमै हिरो लामो सर आउनु भएको छ। उहाँ चाहिँ नाच्दै नाच्दै आउनु भएको रहेछ। ओहो, ए तपाईँ त नाच्नु पो हुँदो रहेछ त नि? अलिअलि यसो शरीरलाई एक्सर्साइजको लागि। ए, जे होस् राम्रो छ। डान्समा चाहिँ हामी फेरि 1 नम्बर हुनुहुन्छ। डान्स चाहिँ त्यो रूपमा लिन्छु मैले। यो चाहिँ गोठ रहेछ एकदमै। यहाँ चाहिँ गाई भैँसीहरू धेरै रहेछ, थुप्रै गाई भैँसीहरू रहेछ, सानो सानो लोकल। के भन्छ खै यो गाईलाई? लोकल गाई भन्छ कि के भन्छ? जर्सी गाई चाहिँ होइन, लोकल नै भन्छ होला यो गाईलाई। सानो सानो रहेछ, तर भैँसी चाहिँ अर्न भैँसी जस्तो छ। डेन्जर तालले हेर्दो रहेछ भैँसी। रिस उठ्यो क्या, तर हान्छ होला, हान्छ होला। नजाऊ त्यता। यो भैँसी कसको हो? यो भैँसीले हान्छ? आमा नजिक नजाऊ है नत्र। यो भैँसी चाहिँ रिसाएको जसरी हेरिरहेको रहेछ।
हान्दैन होला बिचरा, कस्तो लाटो पारेको देखिरहेछ। हान्ने हो भने त त्यत्तिकै हान्किसक्थ्यो है, हान्दैन होला। गाईहरू रहेछ है हाम्रो साथीहरूको छुट्टै किसिमको रमाइलो छ यतातिर। फेरि निमा भाइ, हेलो निमा भाइ, के गर्नुभएको तपाईँ? यो चाहिँ पुरै खेतै खेत रहेछ, पानी नपरेर होला सबै सुक्खा भइरहेको रहेछ। खेत हो कि बारी हो? यो खेत होला है। खेतको त आली हुन्छ होइन? बारी हो। ऊ तल पनि गोठ जस्तो रहेछ सबै, यो सम्देन दाईहरूको हो कि हो। ऊ तल पनि रहेछ त ऊ खेतबारी घर जस्तो। ओ हिदाम भाइ, यो तलतिर पनि तपाईँहरूको हो? यो राम्रो छ। खोला चाहिँ कहाँ छ त? खोला छ भन्ने होइन? कता? तर खोलामा चाहिँ नजाम होला, अहिले अलिक टाढो रहेछ। अहिले हाम्रो अलिकति काम छ है यता अन्त। तपाईँ जानुभएको छ उता तलतिर? के छ तलतिर? पानी आउँछ खोल्सामा? ए ल, भ्यायो भने त्यो खोलातिर भोलितिर गएर यसो पानी खान जानु पर्ला। चिसो पानी आउँछ अरे भनेर भन्दै हुनुहुन्थ्यो कि मामाहरूले। के भयो? ए तपाईँहरू जस्तो सुन्दर मान्छेहरूको भिडियो नखिचिकन कसरी बस्ने है होइन? म जस्तो अनुहार नपरेको मान्छे भए पो भिडियो एकछिनलाई तर्सिने। यता हेर झन् हाम्रो क्युट बोय एकदम एकजना आफ्नै पारामा त्यता डान्स गर्दैछ है। नाच नाच नाच। के कता कता के हो भनेको तिमीलाई? वन यो मुनि त घर रहेछ नि, मान्छेको घर होला नि। कत्रो ठुलो फाट रहेछ है। ओ हिदाम भाइ यता आउनुहोस् त्यहाँबाट। ओ यो दाइलाई चिन्छ तपाईँले? ओ निमा भाइ नाच्नु न। जोस् हावा चाहिँ मजाले चल्दो रहेछ यता। त्यो फुच्चे त परै भाग्यो त डरेर गएर। ओइ हिदम आउनुहोस्। त्यो भाइ त पुरै दौडेर उता गयो है। दौडेर आउनु। पुरा त्यहाँ स्कुलमा पढेर बस्नु पर्थ्यो, अहिले छुट्टीको बेलामा गाउँमा आउँदाखेरि एकदम रमाइलो लाग्यो होला यो बाबुलाई। पुरा दौडिरहेछ बारीको बारी। ओइ कान्छ किन दौडिनु भएको तपाईँ? दौडिनु हुन्न नि। यो चाहिँ हाम्रो निमा भाइ है, एकदम ह्यान्डसम छ। हिस्सी परेको एकदम मान्छे चाहिँ अलिक काले काले छ तर बहुत ह्यान्डसम। सिङ्गल हो, हेर्नुहोस् है कति राम्रो छ। आँटिहाल्नुहोस् है कसैलाई मन पर्यो भने। के बोकेको त्यो? कस्तो किल्टी भनेको के छ त त्यहाँ? बत्ती बाल्नलाई हो तताको? ए ल, ए यो नानी जागीको बाबुको दिदी हो रितु। लाज लागेर भाग्यो। कता जानु लाग्यो? कता जानु लाग्यो? मलाई पनि बोकेर लैजाऊ है, एक्लै जाने होइन नि फेरि। आमा त्यसो नभन्न। को भेट्न जाने रे? को भेट्न जाने रे? ए कहाँ साथी भेट्न जानुहुन्छ त यसरी नौलो ठाउँतिर आएर? साथी गढी दरबारमा बोलाएर राख्यो क्या बाबुले? ए ल ठिक छ। हामी यही बाटोबाट आएको है अघि चाहिँ।
शीतल रहेछ यो रुखले गर्दाखेरि एकदम